तपाईँहरूलाई आज आमाको बारेमा भन्छु म पहिला सुरु है। यहाँ मैले धेरै सुनिसकेको छु क्या, धेरै मान्छेको मुखबाट पनि सुनेको छु। म पनि कति शब्दहरू पहिले बोल्यो होला, म त्यो अन्जान थिएँ त्यतिखेर। त्यो शब्दहरूको मूल्य के हो, राम्रो हो कि नराम्रो थाहा थिएन क्या। तर मैले सोचेँ त्यो शब्दहरूको बारेमा, त्यो शब्द मलाई नराम्रो लाग्यो आमाहरूको बारेमा। जो आमाहरूलाई नराम्रो शब्दहरू भन्छ, गाली गर्छ, अरू साथीहरूसँग पनि आमाहरूको नराम्रो शब्दहरू युज गर्छ, त्यो मलाई अलिक नराम्रो लाग्यो। किनकि आमाहरू भनेको सबै एउटै हो। अनि एकजना छोराको संसार जतिजना छोरी मान्छेहरू छ, जतिजना हुनेवाला छ, अनि जतिजना अहिले भइसक्नु भएको छ, त्यो सबै उनीहरूको आमा हो। कसरी भनेपछि हामीलाई एकजना सन्तानलाई जन्म दिँदाखेरि उनीहरूले जस्तो पीडा पाउँछ, त्यो पनि अर्को छोरी मान्छेले, अर्को आमाहरूले त्यसरी त्यो पीडाहरू पाउँछ क्या, होइन। सेम पीडा पाउनुहुन्छ क्या, बराबर पाउनुहुन्छ। अनि उनीहरूको नाम पनि एउटै हो क्या, आमा। बस बोलाउने नाम अर्कै होला, तर उनीहरूको खास नाम, छोराहरूले बोलाउने नाम आमा। अनि हामीले पनि बोलाउँछौँ आमा, हाम्रो आमालाई। अनि त्यो नाम, मेरै आमाको नाम अरूको आमाको नाम एउटै हो। अनि त्यो नामलाई हामी कसरी खराब गर्नु सक्छौँ, उनीहरूको ममतालाई हामी कसरी नराम्रो भन्नु सक्छौँ, अनि त्यो हामी कसरी त्यो नराम्रो बाटोमा हामीले राम्रो फ्यामिलीको, हामीलाई थाहा छ हामीले राम्रो सोचिरहेछौँ, फ्यामिलीलाई खुसी राख्नुको लागि आफ्नो फ्यामिलीभन्दा टाढा गएर बसेको छौँ, काम गरिरहेछौँ। तर हामीले के गल्ती गरिरहेछौँ भनेपछि हाम्रो मुख मजाले सम्हालेर बोल्नु सकेको छैनौँ। हाम्रो जे दिमाग छ त्यसलाई कन्ट्रोल गर्नु सकेको छैनौँ। त्यसलाई मजाले सुनिदिनु, त्यसलाई कन्ट्रोल गर्नु, आफ्नो मनलाई पनि मजाले बुझिदिनु। अनि आफ्नो जे सोचेको हुन्छ नि, यो सोचलाई आफूले कन्ट्रोल गर्नु सकिन्छ। बस आफ्नो आँखाले अरूलाई नराम्रो नराम्रो नजरले हेर्नु भएन, नराम्रो सोच्नु भएन। अनि आफ्नो मन पनि आफै शान्ति भएर आउँछ तपाईँको। अनि तपाईँहरूलाई एउटा कुरा भन्छु, तपाईँहरूलाई आफ्नो छोराछोरीहरूको धेरै माया लाग्छ। मैले भन्दाखेरि चाहिँ होइन, छोराछोरीहरूको धेरै माया लाग्छ। अनि